साथीहरू यो भिडियो चाहिँ हिजोको हो, तपाईँलाई थाहा छँदैछ मैले अघि पोस्ट गरेको थिएँ। पुरै भिडियो पोस्ट गर्नु मिलेन, धेरै भ्युज हुने दिँदैन रहेछ। अनि यो सेकेन्ड पार्ट हो साथीहरू। अब हाम्रो घरमा धनियाँ छैन साथीहरू, अब यस्तो भइसकेको छ साथीहरू। अब यो चाहिँ 3जनाको भएको, मेरो भाग चाहिँ यता छ। मैले अघि 1 पिस खाए पनि हालेँ। यो चाहिँ अरूलाई साथीहरू। म चाहिँ रस मात्रै खान्छु, माछा चाहिँ यो खान्छु। अब हेर्नु साथीहरू, म चाहिँ खानु लागेँ ल, खाएँ ल साथीहरू भनेर म चाहिँ खानु लागेँ साथीहरू। मैले चाहिँ खाएँ ल, मलाई त्यस्तो छाला मनपर्छ साथीहरू। अनि मैले चाहिँ तारेको माछा खाएँ है साथीहरू। झोलाएको चाहिँ खाएन, तारेको मलाई एकदम मनपर्छ। झोलाएको चाहिँ एउटा माछा छाली निक्लेको छ, अनि छाली खाएँ साथीहरू। मलाई छाली उप मनपर्छ माछाको। खानाहरू मिठो पकाएछु, फर्स्ट टाइम पकाएको मैले साथीहरू। जन्मेको यत्रो वर्ष भइसक्यो, कहिलेसम्म माछा पकाएको थिइनँ, फर्स्ट टाइम पकाएको साथै मलाई चाहिँ मिठो लाग्यो है। राम्रो लाग्यो साथीहरू। तपाईँहरू पनि खाने भए आउनु ल साथीहरू। साथीहरू जलको फुलेसँग यस्तो कारण भएको माछा, म कति माछा हाल्नु साथीहरू। आज लिएर खाएको महिनापछि भनौँ नानी बिराम भएर 5 दिन हस्पिटलमा खाएँ, म त खानु पाइएन। त्यसपछि पाहाडको पूजा लगाउनु भन्नु अगाडि माछा खानु कुरा भएन। पाहाडमा हर्कत माछा किनेर लिएर खाँदिनँ। अनि काठमाडौँ गएँ, काठमाडौँमा खाइनँ। झन्डै 1 महिना हुँदो रहेछ साथीहरू मैले माछा नखाएको। मलाई साथीहरू मासु उल्टो पो भइरहेछ, मासु भन्दा धेरै मलाई चाहिँ माछा मनपर्छ साथीहरू। तपाईँहरूलाई माछा मनपर्छ मासु मनपर्छ भनिदिनु होला। मलाई चाहिँ माछाको बोसो पनि मनपर्छ, अरू चिजको चाहिँ मन पर्दैन बोसो। साथीहरू अब के गर्नु, माछा साह्रै खाउँ लाग्छ मलाई चाहिँ। अहिले चाहिँ साथीहरू कुखुराको मासु खानु हुँदैन, बर्ड फ्लूले गर्दा कति मान्छे मरिरहेछ। काठमाडौँमा झन् धेरै मान्छे मरिरहेछ। जस्तो मैले काठमाडौँमा त 2 चोटि यहाँ खाएको चाहिँ दादाहरू सुँगुरको मासु खाँदाखेरि, दादा मेरो बुढाले खाँदाखेरि। अनि मलाई दादाले कराउनु भयो, कति चाहिँ सुँगुरको मासु ल्याउँदैछ, खानु हुँदैन, कस्तो नलागेको। यहाँ काठमाडौँ धेरै चाहिँ मान्छे सुँगुरको मासु खाएर मरिरहेछ कराउनु। अनि म भिडियो लिएर खाएँ। अनि सुँगुर भने चाहिँ दादाहरू सुँगुर लिएर खाँदा म चाहिँ ब्रोइलर कुखुराको लिएर खाएको। अनि ब्रोइलर कुखुराको मासु तपाईँलाई थाहा छ जस्तो साथीहरू रोग आएको छ। अनि ब्रोइलर कुखुराको मासु भनेको त अब सुईहरू हानेर पालेको हुन्छ नि त। अनि कति मान्छे बिराम भएर मरिरहेछ, कति मान्छे ब्रोइलर कुखुराको मासु खाएर मरिरहेछ नि त। काठमाडौँमा पनि धेरै मरिरहेछ। अनि दादाले मलाई कराउनु हुँदैछ। अनि त्यही पनि मैले 2 चोटि खाएँ। दादाले सुँगुरको मासु खाँदैन, अब आएको सुँगुरको मासु खाँदिनँ होइन। अनि खानु त्यही कुखुराको खाएँ। म चाहिँ साथीहरू सुँगुरको मात्रै होइन, सुँगुर, खसी, राँगाको चाहिँ खान्छु। कुखुरा अनि राँगा चाहिँ खान्छु। सुँगुर खाँदिनँ, खसी खाँदिनँ, बोका खाँदिनँ।
बाख्राको चाहिँ केही खाँदैन साथीहरू पोख्रा पनि खाँदिनँ बाख्राको पात पनि खाँदिनँ पाठा पनि खाँदिनँ बाख्राको खसी पनि खाँदिनँ बोका पनि खाँदिनँ केही खाँदिनँ साथीहरू म चाहिँ मासु बनाएर मात्रै कुखुरा र राँगा अनि माछा मात्रै खान्छु साथीहरू त्यही भएर मलाई चाहिँ माछा धेरै खानु लाग्छ अहिले कुखुराको मासु खानु हुँदैन राँगाको मासु मात्रै खाए जस्तो नाक पनि हुन्छ त्यो भन्दा पनि मलाई किन मासु भन्दा पनि माछै मनपर्छ धेरै मैले भिडियो बनाउनु आउँदैन साथीहरू त्यही पनि भिडियो बनाएको छु मैले साथीहरू सपोर्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मलाई मिठो पकाउनु आउँदैन तपाईँ आफूलाई मिठो पकाउनु आयो भने मिठो बाटो खान्छु साथीहरू म चाहिँ जन्मेको 22 वर्ष भइसक्यो हिजो मात्रै माछा पकाएको कस्तो रहेछ माछा मैले चाहिँ मेरो बुढालाई हिजै दिन आँटेको थिएँ काम परेर बाहिर जानुभएको थियो र आज मात्रै खाँदै हुन्छ मिठो छ कस्तो बनाएँ माछा मैले मिठो बनाएको छौ त अब कस्तो बनाउने मिठो मलाई मैले जमेर यत्रो ठुलो भइसक्यो हिजै मात्रै माछा पकाएको साँच्चै पो भनेको त मिठो